नमस्कार, म करुणा राई र आज हामी कुरा गर्नेछौँ अटिजम भएको अभिभावकलाई हुने तनाव व्यवस्थापनको बारेमा। तपाईहरूले गर्नुभएको माया, प्रेम, स्नेह, धैर्यता, समर्पण एकदमै बहुमूल्य छ बच्चाहरूप्रति र अटिजम भएका बच्चाहरूको हेरचाह गर्ने यात्रा चाहिँ सजिलो छैन, एकदमै कठिनाइपूर्ण छ। तर तपाईँहरूले गर्नुभएको यो हेरचाहले गर्दा तपाईँको बच्चाको भविष्य उज्जवल पनि भइरहेको छ र यी हेरचाह गर्ने क्रममा तपाईँहरूलाई कहिलेकाहीँ तनाव, चिन्ता महसुस हुन स्वाभाविकै हो र यी यस्ता बेला तपाईँले आफूलाई कसरी व्यवस्थापन गर्ने। सुरुमा तपाईँले आफूलाई महत्त्व दिनुहोस्। तपाईँले आफूलाई महत्त्व दिनुभयो भने तपाईँलाई सजिलो हुन्छ। तपाईँले आफूलाई महत्त्व दिनु भनेको तपाईँ स्वार्थी होइन, तपाईँको यो बल हो। त्यसले तपाईँले आफूलाई महत्त्व दिनुहोस् र अर्को कुरा भनेको डिप ब्रिथिङ एक्सर्साइज पनि गर्नुहोस्। डिप ब्रिथिङ एक्सर्साइजले चाहिँ तपाईँलाई शान्त दिने गर्दछ र आफूलाई टाइम दिनुहोस्, आफूलाई बुझ्नुहोस्, आफूलाई पनि 15 मिनट आधा घन्टा टाइम दिनुहोस् र अर्को कुरा भनेको तपाईँले जर्नलहरू लेख्नुहोस् पेपरमा के लाग्छ आफ्नो विषयमा र अरू कुरा भनेको तपाईँले आफूलाई मनपर्ने गीतहरू सुन्नुहोस् अनि तपाईँलाई मनपर्ने भिडियोहरू हेर्नुहोस् र अर्को कुरा भनेको तपाईँले आफूलाई टाइम दिएर हिडुल गर्नुहोस्, खानेकुराहरू आफूलाई मनपर्ने पकाउनुहोस् र तपाईँले सहयोग माग्न चाहिँ लाज नमान्नुहोस्। तपाईँ पर्फेक्ट हुने होइन, तपाईँको माया नै, तपाईँको स्नेह, प्रेम, समर्पण नै एकदमै महत्त्वपूर्ण छ। त्यसैले तपाईँले पनि आफ्नो तनावलाई व्यवस्थापन गर्न एकदमै जरुरी छ।